वेलकम ब्याक छ तपाईलाई आज नयाँ भिडियोमा। आज चाहिँ गएकोबाट हाम्रो टुर लग्ने भनेर हामी निस्किँदैछौँ होइन। आज दिनेशलाई होइन यति वर्षपछि यस्तो खतरा सब लगाएर चाहिँ यसले होइन बवाल लगाएर चाहिँ क्या हेर न म पेन्ट माथिबाट ज्याकेट भित्र के लाग्छ त्यहाँ त अब साइकल पनि टक्क होइन यस्तो मोबाइलमा हिँड्दैछ केटो ल देखाइदियो केटाहरूलाई होइन टक्कसँगले वाह पोज दिएको त्यो एउटा बेग्लै स्वाग चल्छ केटोको। अब मेरो चाहिँ साइकलै भइहाल्यो म अस्ति नयाँ साइकल किने होइन गाइस। हो मेरो चाहिँ पहिलाकै डिस्टर्ब हो नयाँ कपडा किन्न पाएन। अब हामी सिधै उहाँ गएर भेट्नुहुन्छ नि त गाइस। ल अब गएको जाँदैछौँ यहाँबाट हामी चाहिँ लगभग अब 12 मिनटहरू गएको पुग्नुपर्छ। अब 50बाट त्यहाँ गाडी त्यहाँबाट बस सुपाचु हुन्छ अरे निस्किन्छ अरे त्यो भएर त्योभन्दा अगाडि निस्किनु भने चाहिँ छोडेर जान्छ। तर कसम भन्ने गाइस आज दिनेशको डिस्टर्ब देखेर होइन म छक्क छु यस्तो खतरा रिसाब गर्छ केटोले। अहिले केटाहरूको रियाक्सन माथि गर होइन दारी काटेको सुन्न सुगन्ध हुन्थ्यो दारी काट्ने केटोले बाहिर एनिमल गाई छैन ठिकै छ। अब उहाँ गएको म गएर भेट्यो भने सबैजनासँग बुढो बाघ चाहिँ आइसकेको छ होइन। ल आशिष ओइ आयो होइन। आज हाम्रो दिनेशको गेटअप देखेर तिमीलाई के भन्नु मन छ? आज त बवाल गेटअप लाएर आएको छ नि त जस्तो लगा त म नि आज बवाल दिएँ कि यस्तो कस्तो म्याच हानेको भनेर आयो लगा लगा। आशिष के भन न आशिष के भन न रियाक्सन उसको लागि यसको लागि राम्रो छ बिक्री भएन हौ 2 वर्षपछि फर्स्ट टाइम यस्तो गेटअप देखेको हो कि भन त। ल जुत्ता यस्तो टल्किरहेछ नि यसको आमामा। ल हामी चाहिँ अब गाइस फर्स्टमा आज मेरो त्यही गएकोमा छिर्छौँ हाजिर गर्छौँ त्यसपछि निस्किन्छौँ है त गाइस। आइसक्यौँ गाइस होइन गएकोमा चाहिँ कोही आएको छैन। टाइम चाहिँ अब अझै 20 मिनट जस्तो टाइम छ 20 मिनट सबैजना आइपुग्नुपर्छ रिजर्भ गर्नुपर्छ। सट्ट छ नि हाम्रो केटाहरू पनि यहाँ आइसकेको छ। आयो रामधाम सानो सिन्दैन अनि उसको चाहिँ ऊ चाहिँ जाँदैन उसको चाहिँ रामधाम चलिरहेछ। अनि गाइस हामीले फाइनली यस्तो भएर क्लासमा आइसक्यौँ। हाम्रो क्लास चाहिँ सधैँ देखिरहेको छ मेरो भिडियोमा होइन यस्तै हो। अब यहाँबाट टक्क हाजिर हुन्छ हाजिर भएपछि त्यसपछि हामी चाहिँ लाग्छौँ है त गाइस। अब हामी चाहिँ बाटो लागिसक्यौँ बसतिरतर्फ त्यहाँ सबैजना आउँछ हामी चाहिँ सबभन्दा इच्छुक भएर लास्टमा हुन्छ। अनि सबै अगाडि जाँदैछन् होइन। अब अगाडिको टक्क बसमा चढ्ने हो त्यसपछि आफ्नो बाटो लाग्ने हो। म चाहिँ त गजाइ मस्ने गोवाको मस्ताने गम्मते नै म त्यही भएर अबसम्म जाँदैछ। सब बसमा चढिरहेछ सब बसमा चढिरहेछ त्यसो भए उदय आइज न पछाडि आऊ आएको मसिन्छ के सबै यहाँ बसिरहेछ तसँगले सिन्चेट्ने कहाँ छिराउँदैछ कुनामा वकालाई 5 मिनट नसकिकन बुढीहरूले निकाल्यो घरबाट यार। पेन्टिङ गराउनु जस्तो सबलाई पेन्टिङ गराउनु जस्तो सबलाई पेन्टिङ गर्नु जस्तो सबलाई पेन्टिङ गर्नु जस्तो सबलाई त्यो सब लाइनमा जुम्मानु बसिरहेको छ। अब हामी चाहिँ यताबाट जुम्मानबाट जाउँ चट्टासँगले सबैजना बसिरहेछन् आउँदैछन् 50 जना मात्र रहने छ त्यही भएर अरू केटाहरू आउँदैछन् पछाडि पेपर दिएको छ होइन। अब के पेन्टिङ गर्नुपर्ने होला स्टेप 1 स्टेप 2 स्टेप दिएको छ पेपर सेपर दिएको छ। अब सब रेडी छ कपडा बाँड्दैछ सबलाई होइन। कपडा बाँडिसकेर अब चट्टा हान्ने होला होइन झाँडै छ दारी बोकेर फुलहरू छान्नुपर्ने अरे मैले चाहिँ छाने नवीन जस्तो त्यो छाने उनीहरूले त्यस्तो फुलहरू छान्दैछ छानेर अब हामीले यहाँ पेन्टिङ गर्ने कलरहरू छ सबैले छान्दैछ होइन। छानिसकेपछि अब उता पनि छ 80 जना छ अब पेन्टिङ गर्ने हो पेन्टिङ गर्ने हो कलर छ सिकाउँछ त्यसपछि लाग्दैन गाइस। अब मैले चाहिँ सबै सकिसकेँ होइन। अब विक्रमले चाहिँ बनाउँदैछ यस्तो मस्त बनाइरह सबैजनाले आफूले कामहरू गरिरहेछ है। जेंगा मेचेक चाहिँ काम मात्रै नि को सेन्स ए मोरे चाहिँ म ल है सबैजनाले बनाएर छ। मैले चाहिँ सकिसकेँ अब उसले चाहिँ यस्तो राम्रो फुल बनाउँछ अब पछि एकदम कम्प्लिट भइसकेपछि देखाउँछु हामी है। ल अहिले चाहिँ बनाइरहेछ फुल बनाइसकेँ माया होइन हेर्छु दिस इज फर यु फुल राम्रो बनाउने होइन र पनि धन्यवाद मेरो खतरा भएन ओइ ग्रीन कलर खै ल विक्रम सर I made this for you guys होइन त्यो चाहिँ मैले बनाएको हो कस्तो गाइस होइन मोबाइल छ होला सिकाएको अनुसार गऱ्यो तर मामा पर्फेक्ट चाहिँ खाम्बेकै केटाको देखाएको सबैको देखाएको सबै हेरे सबभन्दा ओ माई गड उयो रे उयो विशालले चाहिँ यस्तो खतरा बनाइरहेको
सबैजनाこれリカラムのブログです。मैले बनाएँ कुराले बनाएर अनि मेन मेड भाइ नवीन ठाकुरी अब चाहिँ हाम्रो यहाँबाट सकिसक्यो अलि सकिसक्यो यहाँ प्रोग्राम चाहिँ अब बाहिर कहाँ लाग्छ थाहा छैन अब हाम्रो यो 50जना सक्यो अब कतिजना बाँकी होस् 30जना बाँकी होइन अब 30जना आउँछ छ गाइजहरू अब यस्तै छ यहाँको प्रोग्राम सक्यो टक्कसँगले अब हामी यहाँबाट निस्किने हो आज बसलाई पर्खिरहेको छौँ बाहिर होइन सेन्सेहरूले अघि पुरा कपडा ज्याकेट बसमै छोड भनेर लाग्यो जाडो भयो मलाई जाडो भयो होइन सबै पर्खिरहेछ होइन पानी पनि हल्का हल्का पर्दैछ त्यही भएर जाडो जाडो हुँदैछ यो खानेकुरा हो सबैजना अब यहाँ बसमा छिर्दैछ होइन अब यो डकलाई खाने हो मजालेसँगले कस्तो छ के छ टेस्ट आसल ल्या हो खानु मजा भनेर चट्टोसँगले खाने हो गाइज अब चाहिँ हाम्रो विवाहको आइसक्यौँ होइन अब चाहिँ हाम्रो खाजा खाने टाइम हो खानेकुराहरू हाम्रो दिनेश भाइ आजको ड्रेसअप देखिहाल्नु भयो होइन आशिष भाइ पनि यहाँ छ आजको मेन फोकस चाहिँ तै हो क्या मेन क्यारेक्टर मेन पात्र त होस् क्या अनि टक्कसँगले यहाँ खाना खाने रेस्टुरेन्ट यहाँ रहेछ अनि के खाने भनेर टक्क यहाँ रहेछ सबै रामिन सामिनहरू मेन्यु रहेछ यहाँनिर टक्कसँगले यहाँ चुज किन्ने अनि खाने जाने ओ तिमी हामी चाहिँ खाजा खानुलाई रेडी भइसक्यो जापानको सिस्टम चाहिँ कस्तो हेर न यहाँ टिकट लिने बित्तिकै उता यो यतापट्टिको चाहिँ अर्डर हुँदै गरेको बनाउँदै गरेको अनि यताको चाहिँ अर्डर भइसकेको छ दिनसकेर आइसक्यो यहाँ टक्कसँगले खाना आज चाहनको अब मेरो चाहिँ कति छ 275 छ 275 त लास्ट कतिखेर आउने हो त्यसपछि अब खाजा खाने होला गाइज है त इज्जत लागिमास खाना मनपर्छ भने होइन अब खाना आइरहेको छ आशिष खाना लिनु गएको छ अब खाने हो हल्लाहरू पुरा ए उरुसायो म बगा मस्त नाच्छ केटाहरू होइन कम्बरिया लोलीपप लागेलो ललिपप लागेलो कम्बरिया टक्क जाँदैछौँ गाइज होइन अब हामी चाहिँ बसमा छौँ होइन बसबाट टक्क जाँदैछौँ अनि केटाहरू पनि सबैजना बसिरहेको छ सब केटाहरू मस्त रोइला गरिरहेछ होइन ए जाँटे यता हेर झाडु पनि टक्क बसिरहेको छ अनि हामी टक्क जाँदैछौँ सबैजना है गाइज यस्तो गाइज अब हामी यहाँबाट हिँडिसक्यौँ अब यहाँबाट अब कुन ठाउँ जाने बाहिर पानी पनि परिरहेछ अब कतिखेर कहाँ पुग्यो थाहा छैन है त गाइज गाडीहरू पनि हटापट्टि जाँदैछ चट्टोसँगले देख्ने बित्तिकै अङ्गालो हाले खुसी हुन थाले यो राम्री रहेछिन् अलिअलि नक्कली देख्ने बित्तिकै अङ्गालो हाली खुसी हुन थाले धेरै दिन भएको थियो भेटघाटी नभएको आज उनलाई भेटियो रौन जलको मेटियो आयो बन्दीपुर एउटा मायाको मनोकामना के छ सुर
के छ सु तिमीलाई भाकोला मन मिल्ने मायालाई मनोकामना मुटुमै राखौला मन मिल्ने मायालाई मनोकामना मुटुमै राखौला मुटुमै राखौला सेन्से करा 카라오케?命ある日々静かに誰かを愛した日々空が晴れたら愛に愛を告げて涙यस्तो गाइस हैन आजको लागि यति नै हो आजको लागि यति नै भन्दा नि बाँकी छ हामी बाहिरको चिजहरू घुम्नु बाँकी छ हैन बाहिरको चिजहरू घुम्नु बाँकी छ हामीले कफी मगाइसकेको छौँ भित्र गएर हामी कफी सबै खान्छौँ गाइस गाइस है भित्र अब कफी हाम्रो अर्डर आइसक्यो बोलाइसकेको छ हामीलाई प्यारी पनि हो प्यारी पनि हो अनि हामी चाहिँ भित्र गमेन है भित्र अब हामी चाहिँ अब कफी आइसकेको छ कफी खान जाने हो अरिगातो कफी आइसकेको छ अब कफी खाने हो यहाँ कफी खाइसकेको छ मस्त कफी खाने हो सट्टासँगले खाइसकेको छ के खाने क्या खाने अब हाम्रो घरमा चाहिँ खाने चिको चिको खाने पहिला खान्छ नि अनि हाम्रो ए भाइ क्या क्या दिए भाइ यस्तै हो अनि इट्स मी हामी कफी खान्छौँ त लाटे लाटे पिज्जा का पूरा पूरा पोर्ट्रेट है बाबा चाहिँ एकदम होइन एकदम फेमस अनि हाम्रो यो चाहिँ आशा चाङको चिप्की जस्तो छैन यो बाबा छ खाइन्छ अलिकति अलिकति ऐसा दूसरी मोबाइल से कितना है क्या आउन जाउँ सुरुमा कौन सा यो खाने अनि हामी बाहिर जाने गाइस ओके आजको लागि यति नै हामी खाँदै खान्छौँ यो कुची यहाँ खाँदा खाँदैछ हाम्रो इन्डियन ब्रो त्यहाँ खाँदैछ अनि हाम्रो झाडबहादुर यहाँ छ अनि हाम्रो यहाँ आशा बुनु यहाँ छ अब दिनेश नआएर अलिक खानासी भइरहेछ बाहिर रमाइलो चाहिँ गर्नु पर्यो है सिनहरू चाहिँ बवाल छ है गाइस बवाल बवाल लुक एट द पर्फेक्ट सिनेरी वाउ वाउ आजको लागि चाहिँ यति नै हुनसक्छ गाइज होइन सिनरी यही हो भएको कुराहरू यति नै हो एक राउंड वीडियो करेगा मैं म तल अहिले गाडीमा फोन गर्छु नि बरु यार रमाइलो हुन्छ नि त गाडीमा त गाइज अब फाइनली अब हामी चाहिँ सकिएको आजको लागि चाहिँ यति नै हो गाइज होइन किप इट अप यसरी नै सपोर्ट गरिरहेको हेरिरहेको
अनि भिडियो यस्तै हो अझ ठाउँ पनि यो ठाउँ पनि घुमिहाल्यो तर ठाउँ चाहिँ थाहा भएन गाइज होइन बबाले छ अहिले खडेरीमा नि यस्तो छ भने चाहिँ झन् यो हरियो पर्ने सिजनमा चाहिँ बबाले हुन्छ होला आजको लागि यति नै गाइज अब फर्किने हो अब जस्तै भयो भने ब्याट्री पनि सक्यो आजको लागि यति नै हो अनि गाइज सपोर्ट गर जाडो छ अलिक तातो कपडा लाऊ न्यानो कपडा लाऊ त्यही हो गाइज होइन आज आजको लागि यति नै आजकलसम्म यस्तो कडा हो होइन अहिलेसम्म यसरी नै सपोर्ट गरेर हेरिराख अनि हाम्रो छोरीचेलीहरू पनि फर्किँदैछ त्यसको लागि यति नै हो गाइस बाई बाई आजको लागि यति नै सी यू गाइस आजको लागि टुर सक्यो हाम्रो कडा बाई बाई गरिदेऊ बाई बाई ल